खराब बाटो हिँडाउनु भयो जङ्गलको बाटो अहिले चाहिँ अलिक राम्रो बाटो भेटाउँदै आउँदैछौँ धेरै कष्टकर भयो अब चाहिँ लगभग सकिए जस्तो छ कार्यक्रम यो बत्ती पक्रिँदा हाम्रो बहिनीहरू धेरै गलिसक्नु भयो होला जस्तो पनि लागिसक्यो उहाँहरू गलेको त शब्दमा बयान गर्न सकिँदैन उहाँहरू कति गल्नु भएको छ भन्ने अब यहाँबाट चाहिँ अब सिधै भान्सामा जाने कार्यक्रम हुन्छ हाम्रो रसुनको कपाल हो हैन अब यो हिजो बेलुका आएको जन्ती चाहिँ आज बिहान भइसकेको छ र हाम्रो जन्ती टिमहरू चाहिँ यसरी आगो ताप्ने क्रम भइरहेछ हाम्रो दयाहाङ एकदम हेन्सी हाम्रो लिम्बू भाइ हुनुहुन्छ दर्शकहरूलाई केही भनिदिनु नि त आज चाहिँ हामी चाहिँ बिहेमा आइयो हामी चाहिँ हिजो बेलुका चाहिँ आज बिहानसम्म चाहिँ नन स्टप नाचेर चाहिँ रात कटाइयो हो खालको पवित्र हरेक कुराको एउटा हुन्छ दृष्टिकोण एउटा होला नहेर्ने दृष्टिकोणको होला तर त्यो दृष्टिकोणभित्रमा पसेर बस्ने हेन्सम मेरो भाइले त रिक्वेस्ट गरिसक्नु भने तपाईँले किन गर्नुहुन्न पनि छ फेरि डिउको ठाउँमा रक्सी हुनुपर्ने सोर्टिनी भरे सोर्टिनी बिना नाच्नु खल्लो हुन्छ होला जस्तो लाग्यो त मलाई त सोर्टिनी लुगा चाहिँ फेर्नु होला है नाच्नु फेरि गरे के गर्नु ल भाइ बजी चाहिँ भान्जा होला एकदमै माया गर्नुहुन्छ खाइसकेको जस्तो छ कस्तो भयो अनि यो सल्लाह प्रतिक्रियाहरू दिन नबिर्सिनु होला हेलो साथीहरू नमस्कार सम्पूर्णलाई आज पनि न्यू भ्लग लिएर उपस्थित भइसकेको छु आजको भ्लग चाहिँ हाम्रो पृथ्वीराजको जन्ती गाथी हामी सुन्देल त्यसको बनाउन गइरहेको छु गाउँघरमा के कसरी बिहे हुन्छ साथीहरू लास्टसम्म हेरेर तपाईँले साथ दिनुहुन्छ भन्ने आशा बोकेको छु लागौँ अब भिडियोतर्फ अब यतापट्टि अब यो रोड हो अब रोडको गति यस्तो छ है अब यो रोड हो कि अब यो बाटो के बारी हो भन्ने यहाँ गाह्रो छ कि यो बाटै हो नि होइन हजुर यो अब यो बाटै भन्नुहुन्छ अब यो बाटो जस्तो छैन अब ल हेर्नु त यतातिर अब के खनेको यो बाटो ट्विन हाल्ने कुरा पनि हुँदैछ किनभने वारिपारिको डिस्टेन्स एकदम नजिक के सुविधा पाउँछ यहाँ मान्छेले त्यो इँटा बोक्ने यस्तो डल्ला हुन्छ नि हजुर यस्तो के अरे सिमेन्ट फ्याक्ट्री सिमेन्ट फ्याक्ट्री के त त्यही सिमेन्ट फ्याक्ट्रीमा ढुङ्गा बोक्ने हुन्छ नि हो त्यस्तो बाकस बनाउनु पर्यो यहाँ चाहिँ हो त्यस्तो बनायो भने चाहिँ हुनसक्छ दाक्षिलाको भूभाग हो र यो कङ्की खोला भन्छ यो बिचमा चाहिँ अब यो खोला पारी चाहिँ सुङ्देल गाविस पर्छ अब यो बाटो यस्तो खराब रहेछ यहाँनिर पहिलोचोटि नै आएको यो हाम्रै केप्लासगढी भए पनि यो चल्दैछ यो बाटोको कुरोहरू चल्दैछ यो बाटो चाहिँ लगभग यो बाँदर लडी मर्ने खालको खन्नु भएको रहेछ पहिला कसरी खन्नुभयो अब यो कति खर्च भयो हजुर स्थानीयहरू पनि हुन्छ यहाँनिर दाजु 2 करोड जतिको बाटो यस्तो भन्छ हेर्नुहोस् अब यहाँनिर यसरी अब घारीहरू पलाएर अब यो अहिले त हिँड्ने सम्भावनै छैन भैँसी पनि हिँड्दैन होला यो बाटो अन्त माथाको उकालो जस्तै अब यहाँ सुङ्देल चढ्ने पनि हो यस्तो सिँढी रमाइलो खालको बाटो रहेछ जे होस् अब यो लगभग यो प्रधानमन्त्री स्वरोजगारकै पैसा हुनुपर्छ यो चाहिँ कि त्यसै त बनाएनन् होला जन्ती चाहिँ अगाडि नै गइसकेको छ हामी चाहिँ छुटेको पछाडि त्यही भएर हामी यतिजना चाहिँ जम्मा भएर जन्तीलाई भेटाउने कोसिस गर्दैछौँ लगभग घरमै भेटाइन्छ होला भन्ने चाहिँ लागेको छ
अब हामी चाहिँ यो सुङदेलपट्टि तर्यौँ र यो बाटो भुलेर हाम्रो साथीहरू जङ्गलबाट निस्किँदै हुनुहुन्छ र यो निकै उकालो रहेछ 15-20 मिनटको उकालो रहेछ साह्रै राम्रो खालको बाटो बनाउनु भएको रहेछ अब हामी चाहिँ ढिलो हो त्यस पछाडि अब यहाँ चाहिँ आएर जल्दी पर्साइसक्नु चाहिँ भएको छैन के हो टिका लाउने कामहरू हुँदैछ बोबो स्थित हाम्रो राजेन्द्र र हाम्रो भाउजू चाहिँ रेणुका राईको चाहिँ अब आज शुभ विवाहको जन्ती आएर छौँ हामी पनि जन्ती हुनुहुन्छ र यता हुनुहुन्छ बुढेसकालको बिहे खानु हामी पनि आएको छौँ राजेन्द्र जति भयो सोमु भाइ एकदम दिँदैछ यहाँनिर अझ फेरि भाइ फेरि अब हाम्रो जन्ती टोलीहरू चाहिँ यता हुँदोपट्टि छन् भने अब यसो टिका लाउनेहरू चाहिँ यता हो टोलीहरू यता पुरै दिनको लागि तयारी पारिरहनु भएको छ होला यस्तो छ डाँडो चाट्नु भएको थियो क्या आज पानी पर्ला जस्तो गरै भाउजू ईश्वर बस्नु है भन टिका लाउने कार्यक्रम लगभग धेरै नै भयो पाहुनाहरू आफन्तहरू धेरै हुनुहुँदो रहेछ जन्ती टोलीहरू यता पनि बसेको अब चाहिँ लगभग सकिए जस्तो छ कार्यक्रम यो बत्ती पक्रिँदा हाम्रो बहिनीहरू धेरै गलिसक्नु भयो होला जस्तो पनि लागिसक्यो उहाँहरू गलेको त शब्दमा बयान गर्न सकिँदैन उहाँहरू कति गल्नु भएको छ भन्ने अब यहाँबाट चाहिँ अब सिधै भान्सामा जाने कार्यक्रम हुन्छ हाम्रो अब भान्सामा लाने अब बोकेरै लाने काम हुन्छ आजको वरिष्ठहरू हुनुहुन्छ साथै भान्सामा जाने कार्यक्रम यहाँनिर थन्काएर अब हामी चाहिँ भात खानातिर लाग्छौँ हुनुहुन्छ हाम्रो देउलाका भाइ यता हुनुहुन्छ आजको वरिष्ठ चाहिँ हाम्रो गाउँलेहरू सबै भएर ल अब यता यसरी ल भन्छ जाओस् न एक दुई शब्द हाम्रो सोल्डिनी चिडिक्क परेर आउनु भएछ डिउ गाड्दै डिउको ठाउँमा रक्सी हुनुपर्ने सोल्डिनी अब रक्सी ल्याइदिएर खानु भएन छ कि भरे सोल्डिनी बिना नाच्नु खल्लो हुन्छ होला जस्तो लाग्यो त मलाई त सोल्डिनी लुगा चाहिँ फेर्नु होला है नाच्नु फेरि गरे के गर्नु लाउनु सोल्डिनी दुःख मनाउनु नगर्नु भन्छ नाच्नुपर्छ हामी मात्रै भए पनि उहाँलाई खानुहुन्न रक्सी मात्रै खानुहुन्छ हजुर रक्सी खानुहुन्छ उहाँले
ल भेजी भने त मासु आएछ त नि भेजे है मासु खानुहुन्छ को ल यहाँ हेर्नु म मासु नखाइ मेरो भाइ भतिजाले बाटिदिएको भाइ भतिजा भान्जाहरूलाई एकदमै माया गर्नुहुन्छ खाइसकेको जस्तो छ यहाँ बोलुके यार ठिक छ भाइ भान्जाहरूलाई एकदम माया गर्ने हाम्रो नरेन्द्र सर चाहिँ हो त आफूलाई नगरी अब खाना खाइसकेको छौँ हामीले चाहिँ हाम्रो चट्टा दाजु भाउजूले चाहिँ बरन्डीमा के पाउनु भयो त तपाईँहरूले आज बरन्डीमा के पाउनु भयो हजुर ल ल ल जे पनि पाउनु भयो हस् हजुर हस् अब यहाँ हामी चाहिँ सुङखिममा आइसकेका छौँ भान्सा सान्सा गरेर पुरा केटाहरू अब डान्सको लागि अब तयारी अवस्थामा छन् होइन त कल्याजी हो ठिक छ यो त हाम्रो बेहुला बेहुलीलाई चाहिँ भित्र उडाइसकेका छौँ यस्तो छ है साथीहरू बेहुला बेहुलीको साथीहरू नि त हुनुहुन्छ को हुनुहुन्छ यता हेर्नु पर्यो उपहारहरू यता राखेर जन्त्रसँगले अब अब यहाँ जोसेर बेहुला पक्षको चाहिँ नाच्दै हुन्छ हाम्रो बाबा यता पनि आएको तपाईँको जाडो छ पुरै यो भित्र चाहिँ यसो कर्म दिने कामहरू हुँदैछ हाम्रो चाहिँ यस्तै हुन्छ बेहुला बेहुली चाहिँ खोइ त यता हुँदो रहेछ हाम्रो सुनको कपाल हो हैन अब यो हिजो बेलुका आएको जन्ती चाहिँ आज बिहान भइसकेको छ र हाम्रो जन्ती टिमहरू चाहिँ यसरी आगो ताप्ने क्रम भइरहेछ हाम्रो दयाहाङ एकदम हेन्सी हाम्रो लिम्बू भाइ हुनुहुन्छ दर्शकहरूलाई केही भनिदिनु नि त आज चाहिँ हामी चाहिँ बिहेमा आइयो हामी चाहिँ हिजो बेलुका चाहिँ आज बिहानसम्म चाहिँ नन स्टप नाचेर चाहिँ रात कटाइयो आजसम्म चाहिँ रिल्याक्स बितिरहेको छ होइन अब राईको छ र लिम्बूको छ र हल्का रामरम चापमा होइन त्यो कुरा त होइन यो भिडियोले देखाउँछ मकै बिहेमा यस्तो रमाइलो हुन्छ हाम्रो चाहिँ हाम्रो मतवालीकोमा चाहिँ यस्तो हुन्छ बिहानदेखि बेलुकैसम्म अब जति खाए पनि अब मासु खाने कि अब रक्सी खाने कि जाँड खाने कि अब हेर्नु सबैको हातमा अब सेतो खेल चिया खाने कि अब सबै हुन्छ के कसो दयाङ राई ए राई दयाङ लिम्बू लिम्बू खासमा भन्नुपर्दा बिहानको 5 बजिसकेपछि होइन सुरु भयो चाहिँ सब्सक्राइब सेयर पनि सब्सक्राइब गरिदिनु पर्ने मेरो यही मान्यता यो युवाको पर्यो दाहरूलाई पनि अगाडि बढाउनु पर्यो यो कुरामा अब भन्दै अब यति हेन्सम मेरो भाइले त रिक्वेस्ट गरिसक्नु भने तपाईँले किन गर्नुहुन्न पनि छ फेरि सक्यो क्या ल हामी चाहिँ जन्तीमा यति मात्रै बाँकी रहेछौँ त्यता अलिकति टिम अनि यता यस्तो छ हालतहरू अब रातभरिको निन्द्राहरू अनि त्यसपछि यता यस्तो छ अब हेर्नुहोस् रातभरिको निन्द्रा अब रातभरि नाच्दै बेहुलाजी यता हुनुहुन्छ कस्तो भयो त राजेन्द्र बिहे रमाइलो भयो रमाइलो भन्नु कि अब रमाइलो तपाईँहरूलाई कस्तो लाग्यो त्यस्तै रमाइलो भयो ल यता अर्को टोली हुनुहुन्छ अब बिहान बिहानै आगो ताप्ने काम ल सबैलाई हजुर ल अब यसो अब यहाँ चाहिँ 3 पानी छैन रहेछ हाम्रो चाहिँ हजुर हामीलाई 3 पानी पनि चाहिँदैन हजुर एकै ताले भाग्नु हाम्रो मत एकै ताले भाग्नु ल हस् धन्यवाद अनि यो हाम्रो मतवालीहरूको चाहिँ अब लगभग
यस्तो चाहिन्छ नि त हो हजुर एकदम रोमान्टिक हुँदो रहेछ एकदम हजुर हामी अब संस्कार हामी छोड्नेवाला छैन नि ल है हजुर हाम्रो बेहुलाको बुवा हुन्छ 2 शब्द जाओस् न तपाईँको तर्फबाट हजुर धन्यवाद तपाईँलाई अब यो यज्ञ भनेको एकदम बत्तीदेखि उकालो बेलुकाटी गरिदिनु भएको छ धन्यवाद मेरो सम्पूर्ण मेरो भतिजाहरू सम्पूर्ण मेरो समर्पण भएको सुन्दरमा सम्पूर्ण मेरो सरसम्झी हाम्रो सबै नानाथ एक मुष्टमा हाम्रो लागि आउनुभएको धन्यवाद तपाईँले ल टोलीहरू चाहिँ अब यो कता जानु भएको सुत्नको लागि नै होला पक्का पनि भन्दै अब बिहान भइसकेपछि चाहिँ आउँदै हुनुहुन्छ है सबै टोलीहरू अब जमिने कामहरू हुँदैछ ल यहाँ चाहिँ हाम्रो जन्तीकै लागि होला यो खानेकुरोहरू पाक्दैछ र अब लगभग 1-2 घन्टाभित्र चाहिँ हाम्रो यो खानेकुरोहरू तयारी हुने अवस्थामा रहेछ अब हामी नअतालिकन बस्नेछौँ अब 2-4 घन्टा चाहिँ हामी वेट गरेरै जानेछौँ यता भतेरमा भान्सेहरू हुनुहुन्छ ल अब हामी उज्यालो भइ नै सकेको छ अब 7-8 बजिसकेको छ अब हामी 10-11 बजी चाहिँ घर पुग्छौँ नै होला आलु नि आज हामीलाई खुवाउनुहुन्छ के तपाईँले हो हजुर आलुको तरकारी स्पेशल मासु हो ल स्पेशल मासु हो बिनाको मासु हैन त ल ठिक हो मान्छे चाहिँ आलु नै हुनुपर्छ अरे आलु भनेको जता पनि मिल्ने अरे अनि हो त निनी बुनो है ल ठिक छ पानी भर्दै हुन्छ अब भर्खरै त उज्यालो भएको रातभरि नाचगान गर्नुभएको हाम्रो टोलीहरू मैले देखिरहेको छु त्यही भएर उनीहरूले निन्द्रा पनि झुमझुम होला त्यही पनि कष्ट गर्दै हुन्छ हाम्रो जन्तीको लागि यहाँको ताप्ने काम हुँदैछ जाडो भइरहेछ अङ्कल रातभरि बस्नु भएको तपाईँहरू बिचरा हाम्रो बोजू है यत्रो कष्ट गरेर जाडो अलिअलि भयो यता हाम्रो महिला चाहिँ छोडेर गएछन् सबैले एक्लै भएछन् के भन्दै हुन्छ हाम्रो दर्शकको लागि धेरै माया सब्सक्राइब शेयर कमेन्ट गरिदिनु होला अनि आजको बिहेहरू कस्तो भयो अनि यो सल्लाह प्रतिक्रियाहरू दिन नबिर्सिनु होला हजुर चाहिँ यता गफ गर्दै हुन्छ घर कतिखेर पुग्ने भनेर के गफ गर्दै हुन्छ म त आइपुगेँ त अब घर कति बेला जाने भनेर भाउजू के भन्दैछ दाइलाई बिहे कस्तो भयो त हाम्रो दाइ भाउजूको एक शब्दमा मैले राम्रो भन्नु भएन अब राम्रो नराम्रो त अब हाम्रो उमेश राईले नै भन्नु नि अब भाउजूको तर्फबाट एक शब्दमा बिहे कस्तो भयो घुमाउने है यो हामी दाजुभाइले यसो तपाईँहरूलाई चार घरको 1 रुपियाँ मात्रै पाउनुहुन्छ गफ चाहिँ होइन कि 5 रुपियाँ आएको गफ होइन लेखेर 35,000 लेखेको छु त्यो चाहिँ हुनुपर्छ अनिवार्य आउने मिस्टेक होला 35,000 पैसा पनि हुनसक्छ नि त चलाइरहेको छौँ यहाँ 4 रुपियाँ पैसा फिर्ता अब यो रित राख्ने काम पनि हुँदैछ हाम्रो बिहान पख अब त बेहुला पक्ष र बेहुली पक्षको कलियाहरू डिस्कस गर्दै हुन्छ पैसा 4 आना चाहिने नि अब 4 आना पैसै छैन भनेपछि अब 2-3 रुपियाँले काम चलाउने होला 4 रुपियाँ पैसा अहिले फिर्ता पनि छैन होला 4 रुपियाँ छैन होला हजुर अचेलको 4 रुपियाँ नै हुँदैन पैसा ढोक्दै पैसा दिँदै ढोक्दै गर्नुपर्ने रहेछ है चिन्जान छैन होला टोकेको जति छैन अनि फिर्तामा फेरि 4 रुपियाँ पाउँछ संस्कारले मैले भने हैन संस्कारले बताएको साथी हो फेरि हुनु चाहिँ संस्कारै तपाईँ रहेछ नि त ल यो तपाईले यो चाहिँ अब यो तर यो कोठा त होइन है तपाईहरुको फेरि बाहिर बोक्रा चाहिँ गुदी चाहिँ तपाईहरुको बोक्रा हाम्रो परेछ हजुर गुदी चाहिँ हजुरहरुको यो पेप्सीको बोतल चाहिँ हाम्रै होला हजुर पेप्सीको बोतल चाहिँ हाम्रै होला यो चाहिँ हो यो सिसाको पनि हजुरहरुकै हो
अब त दुईटा रहेछ आधी आधी गरौँ न त तामा चाहिँ नदिउँ होला तामाको चाहिँ नदिउँ होला तामा त होइन काठको भयो त हो तामा हो नि रातो रातो देख्छु त आँखा बिग्रेको होला होला यो चाहिँ त्यतिर साह्रो लानु पर्ने हामीले यहाँ बाटो खाइसक्यो भने खाइ नै सक्छ ए हजुर नभएदेखि बाटोमा बोकेर जाउँ चुरुप चुरुप हान्दै कसले सापहरू हामी चुरुप चुरुप हान्दै बाटोतिर जाउँ यो हजुर हजुर यो त्यसै गर्ने ए माइली जतन गरेर ल भाइ बाटोमा चुरुप चुरुप दिँदै जानुपर्छ जन्तीलाई यति छिटो खाना बनाउनु भएको छ हाम्रो मान्छेहरूले टक्क लाएर 1 घन्टा 2 घन्टाभित्रै बनाउनु भएको छ र आज जन्ती चाहिँ हामी थोरै छौँ है सबै घरहरू जहाँ गए त्यही भएको हुनाले अब उता काम गर्नु पर्यो अब थालियो अब ल के पुगेन अब मागी खान सक्नुहुन्छ अरे भन्ने अर्डर आएको छ यताबाट हाम्रो कलियाबाट त्यही भएको हुनाले नलजाइकन खानु चाहिँ हजुरहरू ल है त यहाँ सोध्नु पर्यो यता पनि हेर्नु पर्यो नि त राजेन्द्र अब यहाँबाट अन्तिम बिदाई शुभ साइतद्वारा गरिँदैछ हाम्रो बेहुला बेहुली हुनुहुन्छ अब यहाँबाट बाहिर निस्केपछि सलामी हुन्छ त्यस पछाडि कार्यक्रम सकियो हामी फेरि बेहुला घरतर्फ लाग्नेछौँ राम्रै निस्केन हो के हो बेहुला बेहुली बिखुसी हो कि हो फोटो नराम्रो निस्क्यो त र भित्रै दिएको आशीर्वाद चाहिँ धेरै लाग्छ अरे भन्छन् सबैले अहिलेसम्म म खोलेको राम्रो आशीर्वाद गर्ने जस्तो चित्त काम जस्तो चित्त खिचेर पैताला खिचेर बस्नु सबै गाई राखेर ज्वाइँलाई धेरै धेरै आशीर्वाद दिइसक्नुभयो अब यता हाम्रो छोरीलाई पनि दिँदै हुन्छ
चाहिँ एकदम अहिलेको मुलुकको परिवर्तित र परिवर्तनको हकमा हामी गइसकेको छौँ। मान्छेले एउटा शब्द संस्कार र संस्कृतिको हकमा हामी चलिरहेका छौँ। जसरी मैले प्रथम रूपमा छोरी ज्वाइँको एउटा टिका लाउने एउटा अवसर प्राप्त गरेँ, त्यो अनुसारको ग्रहणहरू जति हुन्छ मभन्दा तपाईँहरूले जान्ने भएर हामीलाई चाहिँ सौहार्दपूर्ण वातावरणमा सिर्जनालाई सिर्जित हुने कुराहरू राख्ने हुनु हाम्रो ज्वाइँ होइन। तपाईँहरूले त्यो कारणले गर्दाखेरि हामीले सबैको भाग्य भविष्य निर्माण हुने खालको र सम्बन्ध हाम्रो नजिक कारणले त्यसरी हुनुपर्छ भन्ने मैले चाहिँ महसुस गरेँ। यो मुलुककै छोरी भएर बस्नु, हामी छोरीमा तिमीहरूले तिमीहरूको भाइ बहिनीहरू छ जे छ खालको पवित्र खालको हरेक कुराको एउटा हुन्छ। हेर्ने दृष्टिकोण एउटा होला, नहेर्ने दृष्टिकोण अर्को होला, तर त्यो दृष्टिकोणभित्रमा बसेर बस्ने खाने हुनु रमेश दाइले आशीर्वाद धेरै धेरै दिइसक्नुभयो। अब यस्ता पछाडि अब वत्त भाइहरूको पनि पालो आउँछ होला भन्ने लागेको छ मलाई चाहिँ। आज मैले चाहिँ यसो भन्छु, खरा स्वरमै बोल्ने मान्छे ज्ञान हुनुपर्छ, चिन्नु पर्यो, अब स्वर हुनु पर्यो कि त स्वर हुनु पर्यो भनेर, तर स्वर त होइन, स्वर चाहिँ मेरो खरो छ भन्ने कुराहरू अब हाम्रो ज्वाइँ राजकुमार राई, राजेन्द्र राईलाई र समाजको सबैभन्दा उत्तम मान्छे भएर बस्नु है, वरिष्ठ व्यक्ति हुनुपर्छ है मैले होइन दाइले दिइसक्नु आशीर्वाद। तपाईँहरू जसरी अहिले चन्द्र सूर्य छ त्यस्तै उज्यालो र पैसा पनि पायो त भएर एक ठाउँमा रहिराख्नु होला भनेर आशीर्वाद दिएका छौँ। तल माथि उदो बोके सामाजिक सञ्जालमा नेतृत्व गरेर हुने हुनु है, जहिले पनि होइन मान्छेको एउटा वर्गीयता भन्ने आदर्श भन्ने जानेको त्यति होइन। तपाईँको ठिक छ त, एकदम यतिकै चाहिँ दिनुपर्छ हो। अब यता चाहिँ हाम्रो यता माइतबाट उता बेहुलाको घरसम्म पुर्याउन जाने टोलीहरूलाई पनि यसो आशीर्वाद दिँदै हुनुहुन्छ। आशीर्वाद चाहिँ अलिक मिलाएर दिइहाल्नु होला। ल कता घुमाउनु भएको त नि होइन हात झन्डै हात लाग्दैन नि कति आनन्द आयो होला। यहाँ छैन
भाइ हस् हस् दाइ हस्। ल अब कार्यक्रम सकियो हाम्रो, अब हामी चाहिँ लाग्दैछौँ है दाइ। ल हजुर अब यता पनि सकिएको अब के गर्नुपर्ने। हामी चाहिँ अब लाग्दैछौँ यो बाटोमा यसो रोक्ने काम भयो। अब यहाँनिर यसो संस्कार हुन्छ। बाबुबाट अब सिधै बाँसपानी छ तर्फ। बाँसपानीमा पनि अब देखाउने नै छौँ के कस्तो हुन्छ भनेर। हामी जन्ती जाँदा चाहिँ तल्लो बाटो गएको थियौँ। तल्लो बाटोमा चाहिँ पुल थिएन, रोड थियो, बिग्री गएको रोड थियो भने यो बाटोमा चाहिँ पुल नै बनेको रहेछ। यो यस्तो सहज तरिकाले मान्छे जान सक्ने तरिकाले। मेरो चाहिँ फर्स्ट टाइम यो बाटो, त्यही भएको हुनाले यता यस्तो हुन्छ। टङ्की खोला तरेर हामी चाहिँ पार गरिसक्यौँ। अब हामी बागशिलाको भूभागतिर आइपुग्यौँ अब। र यो हामी चाहिँ अब छिटै नै गली है देख्न सक्नुहुनेछ। पसिनाको धारा चुहिरहेको छ। अब यसरी पुस्दै यात्रा गरिरहेका छौँ। बेहुलाको घर आइपुगेको छौँ। टक्क स्वागत गर्नुभएको छ यहाँ माथि गेटमा। र अगाडिपट्टि माइली चिलबुल गर्दै हिँड्छन्। कताबाट जानु हामी त त्यता होइन होला नि त। के अरे ल अब आज चाहिँ हाम्रो पृथ्वीराज राजेन्द्र राईको चाहिँ अब विवाह सम्पन्न हुन आँटेको छ। र त्यस पछाडि अब यो लास्टमा अब यो हाम्रो चाहिँ अब यो रीति पहिलादेखि चलिआएको हुनाले अब यो के हो ऐसिन प्रश्न नै हुन्छ। सबैभन्दा आजको विशेष कार्यक्रमको प्रमुख राजेन्द्र रेणुका अनि राम साइना, डुमेश भान्जा, केशमणि राई, परशुराम राई, त्यस्तै गरेर यतापट्टि कजेरी ग्रुप अनि यता के पो भने दाजु यसरी मिलेर बस्नु होइन त सबै बस्नु भनेपछि म पनि बसेँ। अब यो राई भाषाले राई समुदायमा बसेपछि एकदमै आफ्नो भाषाले यो गर्नुपर्ने कुरा हो। तर हामी विभिन्न समुदाय भएको कारणले गर्दा आफ्नो भाषामा हामी सबै पछि छौँ। म एउटा भन्नुपर्छ भन्ने कुरा थाहा छ, गर्न सकिँदैन, तैपनि हल्का फुल्का त गरिन्थ्यो। सबै समुदाय भएको कारणले गर्दाखेरि आफ्ना भाषालाई छोडी राष्ट्र भाषामा नै हामी लाग्यौँ। यो कार्यक्रम हामीले गऱ्यौँ। यो कार्यक्रम चाहिँ कसले गरेको त भन्दाखेरि चाहिँ सुम्निमा पार उहाँले गरेको गरे, एकदमै जेठो पाको बुढापाकाहरूले गरे अनि यो सुम्निमा पार उहाँले गरेको हुँदाखेरि त्यसले गर्दाखेरि बाबुको कार्यभार सम्हाल्ने चाहिँ छोरा छोरा हुन्छ यता छोरामा। त्यसले गर्दाखेरि केही समयको लागि अहिलेको चलेको कार्यक्रमभित्रको यसरी बनायौँ है त। अनि तपाईँ हामी मर्दा पर्दा जन्मिँदा
जुन कार्यक्रमहरू हाम्रो जन्मेपछि धेरैवटा कर्महरू हुन्छ। यो कर्मकाण्ड गर्नको लागि चाहिँ हामी राईहरूले कुनै संस्कार नछोडी किन गर्नु पर्दैन, तपाईँ नै एउटा उत्पत्तिको उत्थान गर्ने तपाईँ नै हो भनेर यो चाहिँ सम्बुङ पायो चाहन्छ। कहिले काहीँ छिटो लिएन छिटो गर्न भनेर निकै नै आउँछौँ। त्यसले गर्दाखेरि तपाईँहरू धेरै पिरमार्का गरेकोमा तपाईँको क्षमाप्रति चाहन्छौँ। तपाईँहरूको हात पनि यो बैदार तबिदारको अरे धामीको यो कोबीको हो यो। अनि त्यस पछाडि यो बैदार तबिदारको यो चाहिँ कल्याको, अनि यो चाहिँ भान्सेको कजेरीको जस्तो भइहाल्छ। अलिक घाटो लाग्दो रहेछ कसो त। यो चाहिँ हाम्रो बेहुलाको साथीहरूको र यो पनि हुँदो रहेछ यो थाल कमाउने भनेको बरन्दा बुन्नेको र भन्दै हाम्रो सुङ्गेलबाट आउनु भएको सोल्टीहरू यतै बस्नु बन्द गरिराख्नु भएको छ। त्यही पनि सोल्टीहरूको कमी भएको हुनाले ल आजको कार्यक्रम चाहिँ सकिएको छ। यति नै हो। अब अर्को बिहेमा भेटौँला। साथीहरू भिडियो अन्तिमसम्म हेरिदिनु भयो। के कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनुहोस्। यदि मन परेन भने साथीहरू डिसलाइक पनि हान्न सक्नुहुन्छ। र यो विवाह चाहिँ केपिलासगढी खोटाङ जिल्ला केपिलासगढी निवासी हाम्रो पृथ्वीराज राई र रेणुका राई भाउजूबीच सम्पन्न भएको थियो। यो हाम्रो मुन्दुमी संस्कार अनुसार यसरी नै विवाह हुन्छ। साथीहरू भिडियो हेरेर मजा लिनुभयो होला भन्ने आशा बोकेको छु। यस्तै भ्लग भिडियोको साथमा अर्को भ्लगमा भेट्ने बाचासहित बिदा चाहन्छु। हस्त नमस्कार।